बत्ती पनि आजै जानुपर्ने अनि त्यस पछाडि सोचेको कुरा नि आजै नहुनु पर्ने। यसरी पुरै मेहनतले यहाँ देखाउन नानी यहाँ माथि पुरै मेहनतले यसरी बनाइरहेको थिएँ हैन। अनि ठिक्क आउनु भएको थियो झन् पुरै बाना गरेर नुहाउनु जानु भनेर नुहाउनु नि पठाएको। कति छिटो नुहाएर पनि 1 सेकेन्डमै निक्लेर पनि छठमा निक्लेर छठमा पनि आएर बिचरा नानीहरूले यो डेकोरेसन गरिरहेको थियो हैन। डेकोरेसन गरिरहेको थियो पुरै डे टु यु माथि माथि हाल्न हावाले ह्यापी बर्थडे टु यु डियर विनोद राणा मगर ह्यापी बर्थडे टु यु। कस्तो मजाले हावा पोज चाहिँ खत्रै हो क्या नानीको फोटो खिच्ने। हेलो एभ्रिवान नमस्ते। म चाहिँ नयाँ भिडियोको साथमा फेरि पनि उपस्थित भइसकेको छु। हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। देख्न सक्नुहुन्छ म चाहिँ यस्तो धेरै पसिना भएर एकदमै गर्मी छ, पसिना भएर भर्खरै घर आइपुगेको। अनि आज स्पेसल भनेको चाहिँ मेरो कसको बर्थडे? आज चाहिँ मेरो हस्बेन्डको बुढाको बर्थडे थियो हैन। बर्थडे थियो अनि उसलाई मैले बर्थडेमा विश पनि गरेको छैन, किनकि आज सरप्राइज दिने भनेर चाहिँ मैले बर्थडे विश पनि गरेको थिएन। उसले त मनमा सोचिरहेको होला बर्थडे विश पनि गरेन भनेर। अनि त्यस पछाडि मैले चाहिँ चुप्पो लागेर बसिरहेको। आज चाहिँ म प्लान चाहिँ मैले चाहिँ बिहानदेखि नै बर्थडेमा चाहिँ पुरै मजाले दिउँसै घर आएर आनन्दले गरेर खानेकुरा नि मिठो मिठो पकाएर मजाले गर्छु भनेको सोचेको थिएँ। के को सोचे जस्तो हुन्छ र। अनि भ्याउँदै भ्याएन, काममा गएको। अनि काममा आउँदाखेरि यतिखेर राति भइसक्यो, 7 साढे 7 भइसक्यो। भर्खर घरभित्र छिरेको। अनि अब म सिम्पल खानेकुरा नि त्यस्तो खासै केही बनाउँदिनँ, दाल भात तरकारी पकाउँछु। अनि केकहरू ल्याइसकेको छ। अब नानीलाई चाहिँ यता कोठामा सबै थाहा भइहाल्छ हैन। अनि म चाहिँ नानीलाई चाहिँ अब छठमा चाहिँ बर्थडे ह्याप्पी बर्थडे लेखेर चाहिँ उसलाई 1-2वटा बेलुन टाङ्नु लाउँछु। भर्खर नानी पनि बिचरा स्कुलबाट भर्खरै आएको छ। अनि ऊ चाहिँ भर्खर फुटबल खेल्नु गएको थियो, उनी भर्खर घरभित्र छिर्दैछ। अनि सबजना व्यस्त भयो क्या। अनि गर्मी त्यस्तै छ। अनि सोचेको जस्तो त कहाँ हुन्छ र। अनि त्यस पछाडि म चाहिँ भर्खरै खानासाना पकाएँ, भित्र बस्ने बित्तिकै खानासाना बसाएँ। अनि अब तरकारी पकाउँछु। नानीलाई चाहिँ माथि केकहरू लगाएर डेकोरेसन गर भन्छु। अनि त्यस पछाडि म चाहिँ खाना पकाउँछु ठिक्क बाबा आउने बेलामा चाहिँ। अनि बाबा अब आउने बेला हुन्छ, ठ्याक्कै 8 बजेतिर आउनुहुन्छ होला। अनि आज चाहिँ खाना छठतिरै खाने भनेर म भन्छु। सो यस्तै छ, हेर्नुहोस् न है। सोचेको कुरा केही पुरा हुँदैन क्या। आफूले धेरै सोचो भने पनि पुरा हुँदैन। त्यही भएर नसोची जे आउँछ अगाडि त्यो चाहिँ गर्नु पर्दो रहेछ क्या साथीहरू। ल हेर्दै गर्नु होला है मेरो भिडियो। म खाना पकाउँछु ल, एकछिनमा भेट्नुपर्छ। सो साथीहरू म यहाँ माथि छठमा आइसकेको छु। यहाँ देख्दै हुनुहुन्छ नि कुखुराको खोर। यो खोरमा चाहिँ म टक्क तन्ना लगाएर त्यहाँनिर चाहिँ बेलुनहरू राखेर ह्याप्पी बर्थडे भनेर चाहिँ यहाँनिर डेकोरेसन गर्नेवाला छु। नानीलाई यसमा डेकोरेसन गर भन्छु। अब यहाँ हेर्नु सक्नुहुन्छ पसिना आइसक्यो, कति गर्मी। 3 2 1 गो। अब यो कुखुराको खोरमा चाहिँ म ठक्क यसरी यो तन्ना छ नि, यो तन्ना लगाउँदैछु। त्यस्तो हैन, कोल्टो पारेर लाउनु न। कस्तो कोल्टो? अर्कोपट्टि तर पुग्दैन होला फेरि। त्यो छोड, त्यो म गर्छु। गरिबको घर दुःख छ गाइस, गरिबको घरमा स्वागत छ। यहाँ हेर्नु न, तल मान्छे आइसकेको छ। तल बाबा चाहिँ आइसक्नु भएको छ। अनि नुहाउनु लगाएको छु क्या हतार। नानीहरू खोइ भन्दै हुनुहुन्थ्यो आउने बित्तिकै। नानीहरू चाहिँ यहाँनिर साथीकोमा गएको छ भनेको छु क्या। यहाँनिर चुप्पो लगाएर बनाऊ भनेर। ढिलो भएर क्या साथीहरू, ढिलो भएर एउटा बेलुन अडिएको छ। यहाँ एउटा लास्ट यसरी र अनि नानीले चाहिँ जबरजस्ती बनाइरहेको छ, सकिसक्यो। म चाहिँ
के ल्याउँछु सिम्पल यतिकै टाँगेको छ राम्रै भएन ढिलो भएर म त सोचे जस्तो केही हुँदैन क्या जिन्दगी अगाडि भन्नु चाहिँ छैन जस्तो किन बाटो पल्टिनु पर्छ अब अहिले म यहाँ बिचमा अनि सो हाम्रो चाहिँ रेडी हुँदैछ नुहाउनु जानुभएको छ बाबा चाहिँ तर राम्रै देखिन्छ सिम्पल लिभिङ हाई थिङ्किङ भन्छ नि सो गाइज यहाँ चाहिँ पुरा छठमा चाहिँ पर लाइट अनि यता आनन्द हावा नि आइरहेको छ सो यसरी बनाउने हो यसरी जम्मा 2-3वटा बेलुन नि ह्याप्पी बर्थडे सिम्पल डेजीले के खाएको सौगात त्यसो नगर न बोल जल्छ छोड्दै केही हुँदैन कुकुरले डेजीले बेलुनै खाइदियो साथीहरू तर राम्रो देखिएको छ नखाइकन चुप लागन भन्छु बत्ती पनि आजै जानुपर्ने अनि त्यस पछाडि सोचेको कुरा नि आजै नहुनुपर्ने यसरी पुरै मेहनतले यहाँ देखाउ न नानी यहाँ माथि पुरै मेहनतले यसरी बनाइरहेको थिएँ हैन अनि ठिक्क आउनु भएको थियो झन् पुरै बाहना गरेर नुहाउनु जानु भनेर नुहाउनु नि पठाएको कति छिटो नुहाएर पनि 1 सेकेन्डमै निक्लेर पनि छठमा पनि आएर बिचरा नानीहरूले यो डेकोरेसन गरिरहेको थियो हैन डेकोरेसन गरिरहेको थियो पुरै हेरी आएर नि सरप्राइज दिने भनेको के को सरप्राइज सोचेको कहिले पुरा हुँदैन क्या मैले सोचेको चाहिँ त्यही पनि केही छैन म सबै रेडी गरिसकेको छु अब यतिकै पनि केक त काट्ने नै हो हैन अब सरप्राइजै भयो नि भनौँ न हैन के भयो सौगात मलाई नि थाहा थिएन सरप्राइज गर्ने भनेर हामीले सरप्राइज गर्ने प्लान त तर हामी नै सरप्राइज भयौँ हैन सरप्राइज ठुलो सरप्राइज उल्टे सरप्राइज दिएको छ यो मान्छेलाई त ओइ बत्ती नि आयो हेर म त उनले यसरी बनाएको झन् तल देख्छ घरभित्र पस्ने बित्तिकै तल देखिन्छ भनेर माथि झन् बिचरा नानीलाई यस्तो दुःखले बनाउनु लगाएको तर सरप्राइज के अरे फेल खाएको छ त्यही पनि उल्टै हामीलाई सरप्राइज दिने मान्छे चाहिँ आउनुहुन्छ बर्थडे बोय चाहिँ कति आउँदै जाँदै गर्दैछ बत्ती पनि ल गर छोरा हामी चाहिँ जम्मा 4 जना छौँ पुरै छठमा आनन्दले बसेर चाहिँ यहाँ ढोकाबाट आउनुहुन्छ अनि ढोकाबाट टक्क ह्याप्पी बर्थडे टु यु भनेर पुरा लाइट बालेर भन्ने धोको थियो तर पुरा भएन त्यही पनि केही छैन साथीहरू अब यस्तै हो हैन कहिलेकाहीँ ल गर्नु 1 2 3 एकछिन यो पो पहिला बाल्नुपर्छ त बाल्नु त तल चाहिँ ढोका खुल्लै छ कुकुर डेजी नि यहाँ माथि नै आएर बसिरहेछ अहिले बत्ती नि छैन तिमी उल्टै सरप्राइज भयो अरे सौगात मलाई बिहानै विश गर्नु चाहिँ मन लागेको थियो त्यही पनि आओस् झन् भरे आनन्दले गर्ने सरप्राइज गर्ने भनेर चाहिँ खासमा नानीहरूलाई पनि बिचरा नभनी मैले गरेको रिस उठ्ने मैले सोचेको त कहिले पुरा हुँदैन हौ केही चिज त्यही भएर अगाडि सोच्नु हुँदैन के हावाले नि हान्छ जस्तो छ तर केही छैन ल झिरझिर बाली हाल्नु न केही हुँदैन भिडियो तपाईको मोबाइलबाट खिच्नु न म बाबाकोबाट फोटो खिच्छु ल हैन त्यहाँ भिडियो किन हैन यहाँ फेरि पोर्ट्रेट मोडबाट फोटो राम्रो आउँछ तर राम्रो देखिएको छ परबाट केही हुँदैन ल अर्को झिरझिर बाली हाल्नु न बाबालाई हान्दै न त एकछिन ह्याप्पी बर्थडे भनेपछि मात्रै यस्तो राम्रो आनन्दको मौसम छ पुरै जुन अनि यस्तो ल बाल्नु न झिरझिरे केही हुँदैन क्या क्यान्डल मरे पनि अफ गर्ने हो बालिहाल्नु न झिरझिरे 3 2 1 सौगात ह्याप्पी बर्थडे भनेर छिरेर पार ल हावाले ह्याप्पी बर्थडे टु यु हान न ह्याप्पी बर्थडे टु यु माथि हान हावाले ह्याप्पी बर्थडे टु यु डियर विनोद राणा मगर ह्याप्पी बर्थडे टु यु कस्तो मजाले हावा
पोज चाहिँ खत्रै हो क्या नानीको फोटो खिच्ने पोज चाहिँ खतरा छ निकाल्नु लु काट्नु न अन्त रियलमै सरप्राइज हो यो चाहिँ रियलै सरप्राइज हो उता 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 Thank you for your body wish. हेर मतिर आयो सबै हाल्यो ल त्यसो नगर न जाऊ आजदेखि 1 वर्ष थपियो 1 वर्ष बुढो 1 वर्ष बुढो भयो सौगात उता जाऊ एकछिन न भिडियो गर सौगात यहाँ भिडियो गरेर त भयो राखिराख्नु भयो भयो फोटो खिच्न लाग्यो आगा छ डेजीलाई पनि ताला हुन्छ न फेरि गर त अलि यता ल भयो 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 बाबालाई पनि खुवाइदेऊ बाबालाई खुवा डेजी ह्यापी बर्थडे डेजीलाई खै डेजीलाई खान्दैको ल ल डेजीलाई ल एकछिन 3 ल डेजी तरकारीहरू टक्क पकाएर सलादहरू यहाँ लिएर साग अब खाना र दाल ल्याउनु मात्रै बाँकी थियो सो गाइस तर के गर्नु प्लान फेल भइहाल्यो त्यही पनि ठिकै छ एकदमै राम्रो भयो जाँदैन सो गाइस साथीहरू हाम्रो चाहिँ केक काट्ने कार्यक्रम पनि सकिसक्यो सबैजनाले यसरी केकहरू काटेर अब हामी चाहिँ मैले खानाहरू सबै माथि नै ल्याइहालेँ अब माथि नै खानासाना खाएर अनि मात्रै तल झर्ने हो एकदमै शीतल छ आज अघिसम्म दिउँसो त्यस्तो गर्मी थियो आज त शीतल छ सो हाम्रो भिडियो हेर्दै गर्नु होला आजलाई भने यति नै हामी खानासाना खाएको त के देखाउनु र यति नै थियो सरप्राइज दिने भनेको नि सरप्राइज उल्टै हामी नै सरप्राइज भयौँ सो अब त्यसरी हाल्नु हुँदैन हौ छोरा सो हेर्दै गर्नु होला हाम्रो यो भिडियो यस्तै यस्तै नयाँ नयाँ भिडियोको साथमा फेरि उपस्थित हुने नै छु हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला अनि यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला किनभने म पनि नयाँ हो नि त त्यही भएर चाहिँ हजुरहरूले सब्सक्राइब गरेर सहयोग गर्नु होला भन्दै आजलाई भने यति नै हाम्रो बर्थडे सेलिब्रेसन चाहिँ यति नै हो गाइजहरू